यहाँहरु सम्पूर्णमा नमस्कार। आजको यस भिडियोमा तपाईलाई मैले इमिग्रेसन अफिसको अपोइन्टमेन्ट अर्थात फाङ्मुन याक गर्ने बारेमा यो भिडियो लिएर आएको छु। मलाई खासमा यो भिडियो बनाउन खासै जरुरत चाहिँ लागेको थिएन, किनकि युट्युबहरुमा सर्च गरे भने धेरै यस्तो खालको भिडियोहरु छ, धेरै जनाले भिडियो बनाइसक्नु भएको छ। त्यो कारणले मलाई खासै यो भिडियो बनाउन चाहिँ यस विषयमा मन थिएन। तर धेरै जना साथीहरुले चाहिँ फाङ्मुन याक गर्दिनुस् न सर भनेर मसँग सहयोग मागेको भएर धेरै जना साथीहरुलाई सहयोग गरिसकेको छु। मैले धेरै जना साथीहरुको फाङ्मुन याक गर्दिसकेको छु र तपाईले पनि यस बारेमा भिडियो बनाउनुस् न सर्टकटमा भनेको भएर चाहिँ मैले सबै जनाको कुरा सुनेर सुझाव सुनेर नै यो भिडियो बनाउन गइरहेको छु। र फाङ्मुन याक नगरी इमिग्रेसनमा काम गर्नै नमिल्ने भन्ने चाहिँ हैन। तपाई इमिग्रेसनमा गएर टोकन लिएर क्यूमा बसेर काम गर्न चाहिँ सक्नुहुन्छ। यदि तपाईले फाङ्मुन याक गर्दा नजिकै आफूले चाहेको समयमा डेट पाउनु भएन भने चाहिँ इमिग्रेसन अफिस गएर टोकन लिएर तपाईले काम भने गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ टाइम अलि बढी नै टाइम छुटाएर तपाई इमिग्रेसन अफिस जानु होला है त। अब भने फाङ्मुन याक गर्ने तरिका सिकौं है त। सबैभन्दा पहिला तपाई आफ्नो मोबाइलको गुगलमा गएर हाई कोरिया सर्च गर्नुस्। हाई कोरिया सर्च गरिसकेपछि यस्तो खालको पेज आउँछ। यस्तो खालको पेज आइसकेपछि यो सेकेन्ड नम्बरको फाङ्मुन याकमा टिक लगाउनुस्। अनि टिक लगाइसकेपछि यता राइटपट्टिको फाङ्मुन याक सिन्छङ फिवइवनमा टिक लगाउनुस्। यति गरिसकेपछि तपाईले आइडी बनाइराख्नु पर्ने झमेला आउँदैन, सिधै फाङ्मुन याक गर्न सक्नुहुन्छ। अनि यहाँ आइसकेपछि तपाईले ओइगुकिनमा टिक लगाएर आफ्नो ओइगुकिन थुङ्रोक बनो राख्नु पर्ने हुन्छ। आइडी कार्ड नम्बर राखिदिनु होला। त्यसपछि तपाईको यहाँ सेकेन्डमा चाहिँ फाल्कु पिल्सा लेखेको छ, यसमा चाहिँ तपाईको आइडी कार्डको इस्यु डेट राखिदिनु होला, तपाईको इस्यु डेट कहिले भएको हो। अनि त्यसपछि यहाँ चाहिँ इम्नेक वागिन छ, इम्नेक वागिनमा चाहिँ यो नम्बरलाई जस्ताको तस्तै यहाँ लेखिदिनु होला। यदि गरेपछि वागिन गरिदिनुस्। अनि यस्तो खालको पेज खुल्छ। यो पेजमा आइसकेपछि चाहिँ यहाँ सेकेन्ड नम्बरको अप्सनमा छेरियो हगा सिन्छङ छप्सु याकमा टिक लगाउनुस्। अनि त्यसपछि तपाईले के कारणले याक गर्दै हुनुहुन्छ त्यो कारण यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले चाहिँ ओइगुकिन थुङ्रोकमा टिक लगाएँ, ओइगुकिन थुङ्रोक गर्ने भएको कारणले। अनि त्यसपछि यहाँ आइसकेपछि तपाईले आफ्नो मोबाइल नम्बर राखिदिनु पर्ने हुन्छ। आफ्नो मोबाइल नम्बर यहाँ राखिदिनु होला। अनि त्यसपछि यहाँ चाहिँ फिमेल बनो राख्नु पर्ने हुन्छ। फिमेल बनो जे राखे पनि हुन्छ, 1 2 3 4 2 4 6 8 4 अङ्कको जे राख्दा पनि हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ डेट सिलेक्ट गर्ने बेला आएको छ। यस्तो कालो खालको यो देखाएको चाहिँ डेट सिलेक्ट गर्न नमिल्ने हो। अनि यस्तो खालको देखियो भने चाहिँ तपाईले डेट सिलेक्ट गर्न मिल्छ। मैले यहाँ 14 गतेलाई डेट सिलेक्ट गरेँ। अनि त्यसपछि डेट सिलेक्ट गरिसकेपछि यस्तो ब्लू कलर देखाउँछ। अनि त्यसपछि यहाँ मुनि चाहिँ तपाईले इमिग्रेसन आफूलाई कति बजे जानुपर्ने हो त्यो चाहिँ टाइम सिलेक्ट गर्नु होला। मैले यहाँ यो 1 बजे चाहिँ यो मेबी छमसिमसिगान भएर यहाँ सिलेक्ट गर्न मिल्दैन, यस्तो कालो देखाएको भएर अरु टाइम चाहिँ सिलेक्ट गर्न मिल्छ। मैले चाहिँ यहाँ 1 बजेर 12 मिनेटमा सिलेक्ट गरेँ। त्यसपछि यहाँ आइसकेपछि तपाईले एउटा कारण लेख्नु पर्ने हुन्छ, के कारणले इमिग्रेसन जाँदै हुनुहुन्छ भनेर। मैले चाहिँ ओइगुकिन थुङ्रोक सिन्छङमा टिक लगाएँ। त्यसपछि एकपटक सर मैले विवरणहरु चेक गरेँ, ठीक छ भने चाहिँ मैले यसपछि सिन्छङमा क्लिक गरेँ। सिन्छङ हासिकेसुम्निका भन्छ, यसलाई मैले वागिन गरिदिएँ। यदि गरिसकेपछि तपाईको फाङ्मुन याक कम्प्लिट भयो। यो पेजलाई तपाईले स्क्रिनशट गरेर इमिग्रेसन जानुभयो भने हुन्छ है त। पक्कै पनि यो भिडियो हेरिसकेपछि तपाईले फाङ्मुन याक अर्थात इमिग्रेसनको अपोइन्टमेन्ट सजिलै लिन सक्नुभयो होला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।